फाँसीमा त्यो डडेलोमा तिमी खाक बन्दैछौ भ्रष्टहरू। 35 वर्षसम्म लुटेकाहरूलाई, 35 वर्षसम्म लुटेका भ्रष्टहरूलाई, भ्रष्ट भनेपछि ठ्याक्कै बुझ्छन्, हामीलाई गाली गर्यो भन्छन् भ्रष्टहरू। ती भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर जेलै भित्र 10 दान बैतरनी गर्ने भन्छ। 10 दान बैतरनी जेल भित्र गर्न मन छ। जसरी लागेका छौ नि त्यो व्यक्ति निर्भीक छ, निडर छ। त्यो व्यक्तिको मुटुमा रगत होइन तेजाब छ। त्यो तेजाबले तिमीलाई जलाउँछ, तिमीलाई गलाउँछ। अभियान रोकिँदैन। यो अभियान यो बीचका 35 वर्ष अकुत कमाएर सम्पत्तिका उन्मादमा मातेका भ्रष्टहरूको अकुत सम्पत्तिको त्यो राष्ट्रिय ढुकुटीमा ल्याएपछि मात्रै रोकिनेछ। यो देश बनाए पछाडि रोकिनेछ। हामीले यिनीहरूका वर्षौंदेखि लाइन बसेका खै के भनौँ भन्न त घाँटीसम्म आएको थियो, अलि मिल्दैन। त्यो प्रदेश सभा हकिकता लगेर भर्ती गर्ने गरेका छन् नि, राष्ट्रिय बेला मार्फत प्रदेश सभा खारेज भनिदिएका छौँ। यो पुराना दलहरूले झुटको राजनीतिक देखाएर जनतालाई फसाउने षड्यन्त्र गरिरहेको छ। अब त्यो खेल सकिनुपर्छ। हामी यसलाई रोक्नुपर्छ। म रोक्न पनि यहाँलाई अनुरोध गर्न चाहन्छु। यसको लागि लड्न पनि म यहाँलाई अनुरोध गर्न चाहन्छु। यो देशको चौथो ठुलो पार्टी बनाउँदै रवि लामिछाने यो देशको उप प्रधानमन्त्री र गृहमन्त्री बनाइयो, त्यो हटाइयो। उनीहरूलाई हेक्का छैन। न्यायालयको प्रक्रिया र न्यायालयको आदेशलाई मान्छु भनेर न्यायालय प्रति त्यो हार्दिकता देखाउँदा देखाउँदै 7:30 बजेको आदेश 10 बजे कार्यान्वयन गर्न पर्ने, त्यो पनि गुण्डागर्दी शैलीसँग बेडरुमसम्मै पुगेर जुन दुर्व्यवहार गरियो। तन्त्रका बारेमा धेरै बहस गर्ने गृहमन्त्री, बुढा नीलकण्ठबाट मन्त्र सिकेर आएका गृहमन्त्रीलाई म खबरदार भन्न चाहन्छु। त्यो शैलीको म निन्दा गर्न चाहन्छु। जुन शैलीसँग प्रहरी परिचालन गरियो, गुण्डागर्दी शैली थियो। जुन शैलीसँग अन्तिम इच्छा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु अन्तिम इच्छा के छ। यो पार्टीको, राष्ट्रिय स्वतन्त्र पार्टीको र रवि लामिछानेको अन्तिम इच्छा के छ सुन्न तयार हुँ म भन्न चाहन्छु।